सोलु हाइड्रो पावरको आइपिओ आउँदैछ। आज हामी यसको बारेमा गहिरिएर कुरा गर्नेछौँ, एकदमै सरल भाषामा। अब सबैको मनमा एउटै प्रश्न छ, होइन त? सोलु हाइड्रोमा लगानी गर्नु यो एउटा राम्रो अवसर हो कि कति नदेखिएको जोखिम पो हो कि? आउनुहोस् यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ। ल सुरु गरौँ है त। सबैभन्दा पहिले यो सोलु हाइड्रो पावर लिमिटेड आखिर हो तरी के? यो कम्पनीको मुख्य काम भनेको चाहिँ सोलुखुम्बु जिल्लामा बग्ने सोलु नदीमा एउटा जलविद्युत आयोजना बनाउनु हो। नाम हो लोअर सोलु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र यसको क्षमता छ 82 मेगावाट। अनि यो आइपिओ मार्फत उनीहरूले उठाउन खोजेको रकम पनि सानो छैन है, पुरै 2 अर्ब नेपाली रुपियाँ। यो निकै ठूलो रकम हो। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा, यो आयोजना रन अफ रिभर प्रकारको हो। अब यो भनेको के हो त? सरल भाषामा भन्दा यसले नदीलाई बाँध बाँधेर ठूलो ताल बनाउँदैन, बरु नदी जसरी बगिरहेको छ त्यही बगिरहेको पानीको शक्ति प्रयोग गरेर बिजुली निकाल्छ। अब यसका आफ्नै फाइदा र बेफाइदा छन्, त्यसबारे हामी एकछिनमा कुरा गर्छौँ। लगानीकर्ताको लागि सबैभन्दा ठूलो ढुक्कको कुरा के हो भने कम्पनीले नेपाल विद्युत प्राधिकरण मतलब एनईएसँग 30 वर्ष लामो सम्झौता गरिसकेको छ। यसको मतलब 30 वर्षसम्म जति बिजुली उत्पादन हुन्छ त्यो सबै एनईएले किन्छ। आम्दानीको ग्यारेन्टी भयो नि, होइन त? ल, आम्दानीको कुरा त भयो। अब पैसाको कुरा गरौँ। मतलब कम्पनीको वित्तीय स्वास्थ्य कस्तो छ त? यो पाटो पनि हेर्नै पर्यो। कम्पनीले लिएको ऋणलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले IRL B रेटिङ दिएको छ। अब यो BB रेटिङको मतलब के हो भन्दा कम्पनीले आफ्नो ऋण समयमै तिर्न सक्ने कुरामा मध्यम खालको जोखिम छ भनेको हो। मतलब जोखिम छ तर एकदमै धेरै पनि होइन। अब अलिकति हिसाब किताब हेरौँ। यो पुरै आयोजना बनाउन जम्मा 16.6 अर्ब रुपियाँ जति लाग्ने अनुमान छ। अनि यो पैसा कहाँबाट आउँदैछ त? यसमा लगभग 40% कम्पनीको आफ्नै लगानी जसलाई इक्विटी भनिन्छ र बाँकी 60% चाहिँ ऋण लिएर जुटाइँदैछ। अघि हामीले मध्यम जोखिमको कुरा गर्यौं होइन? अब त्यो जोखिमहरू खासमा के हुन् त? आयोजनाका मुख्य चुनौतीहरूलाई एक एक गरेर केलाउँ। पहिलो त भयो प्राकृतिक र प्राविधिक जोखिम। याद छ हामीले अघि रन अफ रिभरको कुरा गरेका थियौँ? हो, त्यसकै कारणले सुक्खा याममा जब नदीमा पानी घट्छ बिजुली उत्पादन पनि स्वतः घट्छ। अनि हिमाली क्षेत्र पहिरो र भूकम्पको जोखिम त सधैँ रहन्छ नै। अब दोस्रो खालको जोखिम छ वित्तीय पाटोमा। एउटा त कम्पनीलाई पैसाको लागि यो आइपिओ सफल हुनै पर्छ र अर्को ठूलो कुरा कम्पनीको आम्दानी पुरै एनईएमा निर्भर छ। यदि कुनै कारणले एनईएले समयमा पैसा तिर्न सकेन भने कम्पनीलाई सिधै असर पर्छ। ल, जोखिमका कुरा त धेरै भए। अब सिक्काको अर्को पाटो पनि हेरौँ न, होइन र? यी सबै चुनौतीका बीच के कस्ता अवसरहरू छन् जसले यो लगानीलाई आकर्षक बनाउन सक्छ? सबैभन्दा ठूलो अवसर त नेपालमै छ। हाम्रो देशमा बिजुलीको माग दिन प्रतिदिन बढिरहेको छ। घरमा, फ्याक्ट्रीमा जताततै बिजुली चाहियो। भनेपछि जे उत्पादन हुन्छ त्यो बिक्छ भन्ने लगभग पक्का छ। घरेलु बजार एकदमै बलियो छ। अरू पनि फाइदाहरू छन्। 30 वर्षे PPA ले गर्दा आम्दानी स्थिर हुन्छ। भविष्यमा भारत वा बङ्गलादेशतिर बिजुली बेच्ने सम्भावना पनि छ। अनि अर्को कुरा, यो त सफा ऊर्जा मतलब ग्रीन एनर्जी हो। यस्ता आयोजनालाई सरकार र अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग हुन्छ। ल, हामीले अवसर र चुनौती दुवै पाटो हेर्यौं। त्यसो भए अब अन्त्यमा के भन्न सकिन्छ त? निचोड के हो? कुरा एकदमै सरल छ। एकातिर 30 वर्षसम्मको सरकारी ग्यारेन्टी सहितको स्थिर आम्दानीको ठूलो सम्भावना छ। अर्कोतिर केही प्राकृतिक र वित्तीय जोखिमहरू पनि छन् जसलाई नजरअन्दाज गर्न मिल्दैन। यो भनेको सम्भावना र जोखिम बीचको एउटा सन्तुलन हो। अब यो कुनै लगानीको सल्लाह त होइन, तर यदि कसैले लगानी गर्ने सोच्दै हुनुहुन्छ भने केही कुरामा चाहिँ निरन्तर ध्यान दिनुपर्छ। जस्तै कम्पनीले जारी गरेको प्रोस्पेक्टस राम्रोसँग पढ्ने, एनईएले समयमा पैसा तिर्यो कि तिरेन भनेर हेर्ने, कम्पनीले वास्तवमा कति बिजुली निकाल्यो भनेर तथ्याङ्कमा नजर राख्ने, अनि यसका त्रैमासिक र वार्षिक रिपोर्टहरू विश्लेषण गर्ने। अन्तमा प्रश्न फेरि त्यही आएर टुङ्गिन्छ, के आम्दानीको यो स्थिर र लामो खोलाले जोखिमको बेलाबेलामा आउने बाढीलाई जित्न सक्ला? यसको निर्णय त आखिर हरेक लगानीकर्ताले आफैले गर्नुपर्ने हुन्छ।